खर्लप्पै हर्न बजाउँदैछ पेल्छ यार। चुनाव भनेको त्यस्तो शक्ति हो जहाँ साधारण जनता पनि राजाभन्दा शक्तिशाली हुन्छ। पुरानो राजनीति तन्त्रले जरा गाडेर बसेको हाम्रो देशमा परिवर्तन ल्याउन भने निकै गाह्रो छ। तर योपालि देश र जनताले परिवर्तन खोजेको हुनाले यदि जनताले चाहने हो भने यो असम्भव भने चाहिँ छैन। ल साथीहरू, हामी चाहिँ अब हिँड्न लागेको। कोल स्टार्ट गरौँ बाइक पहिला। वाट के भएको यस्तो? न्युट्रलमा राख्दा वाट वाज द्याट म्यान? के भएको थियो अहिले चाहिँ? माथि जाऊ। न्युट्रलमा त यस्तो हुँदैन थियो गर्नु पर्ने भयो। जाऊ माथि। पुरै गियरमा स्टार्ट हाने जस्तो घच 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 गर्दै अगाडि दौडिँदै गयो। के भएको यस्तो? सातो भयो एकछिन त भयो। वाट वाज द्याट म्यान? के हुन्छ हो यो बाइकमा पनि छ। ल गाइजहरु, अब चाहिँ हामी निस्किन लागेको। हामी गाउँतिर भोट हाल्न। भोलि हो भोट हाल्ने चाहिँ। सरी, कहाँ भोट हाल्ने, कसलाई भोट हाल्ने भन्ने कुरो त अब आफ्नो विचार हो सबैको। सकेसम्म अब राम्रैमा हाल्नुस् हैन। के भन्नु अब हामीले। जाम अब जाम। अनि आज चाहिँ यहाँ माइक पनि मैले नयाँ ल्याएँ नि त, त्यसको पनि टेस्टिङ हुन्छ हैन। अब चाहिँ हामी हिँडेको। यस्तो चाहिँ टाँस्न नपाउने रहेछ हैन। उहाँहरूले झिक्दै हुनुहुन्छ किनभने अहिले त मौन अवधि हो नि त, मौन अवधि। यो बेलामा चाहिँ मान्छेहरूले भेला भएर बस्न, ग्रुप भएर कुरा गर्न हैन, चुनावको प्रचार प्रसार गर्न, फोटोसोटो टाल्न, यताउता गर्न नपाइने बेला हो नि त यो। अब मेरो घर चाहिँ खासै टाढा चाहिँ छैन यहाँबाट, त्यही 1.5-2 घन्टामा पुगिन्छ। खै त यतै छु भने थियो कहाँ? ए यो त जम 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 हेर्नु, भोट हाल्नको लागि भनेर मान्छे यसरी हिँडेछन्। यति दुःख गरेर, यति दुःख गरेर हिँडे मान्छेले हालेको भोट खेर भयो भने त अनि कामै लागेन हैन। देश विदेशबाट दुःख गरेर भोट हाल्न आएका जनतालाई जितेर कुर्सीमा पुगेपछि बिर्सने हो भने चाहिँ त्यो जितको कुनै अर्थ हुँदैन। पुरै खाली छ क्या बाटोहरू चाहिँ। सबै मान्छेहरू अब जाने मान्छेहरू गइसक्यो नि त बाहिर। अब आज म्याक्सिमम आज पनि जान्छन् होला, नजिक नजिक हुनेहरू चाहिँ। तर टाढा टाढा हुनेहरू चाहिँ अब अस्ति कोही होलीको अघिल्लो दिनै गइसक्यो होला, कोही होलीको दिन गयो होला, कोही हिजो गयो होला, कोही आज जाँदै हुनुहुन्छ होला हैन। सबैलाई शुभयात्रा। त्यही पनि जो जानु हुँदैछ। देखेर त्रिपुरेश्वर चोक आइपुग्यो ल। सबैभन्दा धेरै ट्राफिकको डर। हजुर
नालाबाट हुन्छ 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 हेलो अन्त खासै डर लाग्दैन ट्राफिकको होइन यहाँ चाहिँ अलिक बढी नै डर लाग्छ क्या किनभने यहाँ त अब लेडिज ट्राफिक प्रहरीहरू बस्नुहुन्छ अनि अलिक कडाइ गर्नुहुन्छ कि उहाँहरूले चाहिँ हेर कुदाका अब आइपुग्यो माइती घर यही ठाउँ हो जसले गर्दा चाहिँ 2084 हुन लागेको निर्वाचन भोलि हुँदैछ यही ठाउँमा भएको घटनाले गर्दाखेरि हो यहाँबाट सुरु भएको हो हैन सुरुवात यो थियो अन्त्य अब भोलि हुन्छ कि हुँदैन अब हेरौँ अनि अहिले चाहिँ फेरि यहाँ सबै पेट्रोल पुरै सर्टेज छ भनेर हल्ला फैलाएर केही छैन अहिलेसम्म कतैबाट त्यस्तो अफिसियल न्युज चाहिँ आएको छैन पेट्रोलको अभाव भएको भन्ने कुरो तर पेट्रोल पम्पतिर चाहिँ जताततै पुरै भिडै भिड छ अब त्यो मान्छेहरूले सोसियल मिडियातिर हेरेर पनि होला होइन यसो हेर्छ भिड देखे चाहिँ ला साँच्चै हो कि क्या हो भनेर हत्ता नपत्ता हाल्न हिँड्छ नि त अनि त्यसले गर्दाखेरि सबैजना एकैचोटि पेट्रोल हाल्न गएपछि त अनि यसै पनि भिड हुने भइगयो तर पेट्रोलको सर्टेज भएको भन्ने चाहिँ मलाई चाहिँ लागेको छैन है अब आफ्नोमा त छँदैछ त्यही पनि त्यो भएर पनि होला अब फेरि यस्तो चुनावको बेलामा सबैजना भोट हाल्न जान खोज्छन् नि त अनि सबैलाई ओहो नपाउने हो कि भन्ने डर हुन्छ नि त अनि त्यो भएर पनि हत्तानपत्ता हाल्न जान्छन् त्यो भएर त्यस्तो भएको होला होइन कुरो त्यसरी बुझ्नु पर्यो सधैँभरि हल्लाको पछि लाग्दैमा ठिक हुँदैन त्यसरी ठुलो गाडीको साइडमा चाहिँ बस्न चाहिँ खासै राम्रो त होइन किनभने अब उनीहरूको त भिजिबिलिटी पुग्दैन नि त नि अगाडि ठुलो छेकिएको हुन्छ अनि उनीहरूले देख्दैन अनि त्यसपछि खाली छ भनेर हिँडिदिन्छ उनीहरू त्यो भनेर हिँड्दाखेरि त्यही हुन्छ अनि त्यही भएर गाह्रो हुन्छ धन्न कट्यो नत्र यहाँ कति बेर कुर्नु पर्थ्यो पछाडिमा कराउँदैछन् बिस्तारै गर्नु भन्दै अहिले चाहिँ हामी भक्तपुर नयाँ ठिमी आइपुग्न लाग्यौँ उतै अगाडि देखेको अगाडिको चोक हो होइन लौ 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 के गरेको दाइ बाटो खाली देखेर कुद्यो होला किन कुरिरहनु भनेर तर ट्राफिक नियम त पालन गर्नु पर्यो नि खाली होस् कि भरि होस् होइन हाम्रै लागि हो अहिले पो बाटो खाली भएर त्यसरी अब यस्तो गाडी हो भने जान पाइयो आनन्दले अब खाली भएको बेलामा चाहिँ बिस्तारै हिँड्दाखेरि अब अरूले बेसरी कुदाएर हुन्छन् पछाडिबाट बेसरी कुदाएर ड्याममा छोइदिएला भन्ने पिर लाग्छ क्या मलाई चाहिँ त्यही भएर अलिक उनीहरू सँगसँगै हिँडियो भने त त्यसको त डर हुँदैन यसलाई छिर्दिनु क्या हो के हो आमामा बसेर यहाँ लाइन कति धेरै जाम सबै यो गाउँ जानकारी एम्बुलेन्सले शुद्ध बाटो पाएन
कस्तो कस्तो के गर्छन् तालको छन् यार खत निकालेका गाडीहरू यार त्यो पनि सानो गाडी हो र भने यत्रो ठुलो बस अनि पछाडिबाट बत्तेर आएको मान्छेको त अनि यस्तो ठाउँमा हालत खराब हुँदैन हेर धुवा आम्मा खतम बना त्यही भएर यिनीहरूलाई चाहिँ कटिहाल्नुपर्छ यिनीहरूको अगाडि पछाडि बस्यो भने यिनीहरूले जे पनि गर्न सक्छ भर छैन यिनीहरू सबै उता रामेछापतिर जाने गाडी होला हेर यहाँ आम्मा कति धेरै के गरेको है यिनीहरूले पुरै रेस खेले जस्तो छ त बसहरू लाइन लाएर हुरी बतास रे आम्मा नामै आफू भरिया भएर छोराछोरीलाई सहरिया बनाउने मेरी आमालाई एउटा फरिया किन्ने हैसियत बनाउनु छ दामी म्याक्सिमम मान्छेले त्यो स्पिडमा चिट खाने ठाउँ चाहिँ यही हो है त्यो पुलमा गएर माथिबाट पुरा गन ताकेर बसिरहन्छ ट्राफिकहरू अनि त्यहाँबाट यताबाट स्वयं स्पिडमा जाने बाइकहरू गाडीहरूलाई त्यहाँबाट हेर्छ अनि उतापट्टि ट्याक्क भनिदिन्छ अनि उहाँ अलि अगाडि गएर अनि ट्याक्क समाउँछ अस्ति त्यहाँबाट ट्राफिक थियो रहन्छ अहिले हामी चाहिँ उता मेन हाइवे एकदम पुरै जाम रहेछ त्यही भएर हामी चाहिँ अब यता भित्रपट्टिबाट छिरेको भक्तपुर यो दरबार स्क्वायरपट्टि भक्तपुर दरबार स्क्वायर नेपालको एक ऐतिहासिक र सांस्कृतिक सम्पदा हो जुन भक्तपुर सहरको मुटुमा अवस्थित छ यसलाई मुख्यतया ऐतिहासिक महत्त्व यहाँ रहेको 55 झ्याले दरबार न्यातपोल मन्दिर गोल्डेन गेट अथवा स्वर्णद्वार र वास्तुकलाले गर्दा चाहिँ एकदम विशेष बनाएको पाइन्छ हाम्रो मिदी प्रहरीहरू मिदी के को गुन्डु हो भक्तपुर दरबार स्क्वायर गुन्डु भने त उहाँ पर भइगयो नि किन गुन्डु भए के महेश बस्नेतलाई भेटेर जाने भनेर क्या गुन्डु भए महेश बस्नेतलाई ऊ पान्तले मन्दिर ऊ त्यहाँ देखेन पान्तले मन्दिर नौतले भन्दा होचो कि अग्लो हुन्छ त अनि त्यहाँ कति हाइटमा छ नि अनि कता यता जान मिल्छ ओके पहिला त वान वे जस्तो लागेको थियो अहिले खोले है के हो हेर्नु कस्तो दामी छ मन्दिर यो हाम्रो सम्पदाहरू हाम्रो पूर्वजहरूले बनाएको यस्तो दामी छ ल आर्मीको गस्ती हुँदैछ है गस्ती यो चाहिँ सबै ए आमै ले आमै आफ्नै तालमा हिँडेका छिन् दायाँ बायाँ हेर्नु छैन यताउता
मतलबै छैन। यहाँ पनि कस्तो दामी छ हेर्नु ल। अब यहाँबाट उता चाहिँ प्रायः सबै घरहरू पुरानो टाइपको छ कि, मन्दिरहरू छ, घरहरूको स्टाइल हेर्नुहोस्, सबै पुरानो बजार होला यो चाहिँ सायद है। अहिले नि बजारै हो हुन त। हामी चाहिँ अहिले भित्री बाटो आइसकेका छौँ। यहाँ चाहिँ पहिला यो काठमाडौँमा उता कता भएको क्यान्सरको हस्पिटल चाहिँ अहिले यता सारेको छ है, काठमाडौँ क्यान्सर सेन्टर भनेर है। भित्र छिरेर च्यामासिङ निस्केर अनि त्यताबाट आएको हो। फेरि तपाईँहरूलाई चाहिँ त्यो उताको अब हिलो बाटो धुलो बाटो स्किप गर्न मन छ भनेदेखि होइन, अब सिन्धुली कता कता तराईतिर जाँदाखेरि यो बाटो गयो भने नि हुन्छ। पुरै पिच छ बाटो, उस्तै बराबरै हो। भोलिपर्सि बनिसकेपछि त उताको चाहिँ अलि छोटो हुन्छ। अहिले चाहिँ अब ओए खाल्डो, खतरो खाल्डो रहेछ हौ, अन्त नदेखिरहेको। यो ठाउँमा पुग्दा चाहिँ अचानक गाडीहरूको भिड बढ्यो। सबैजनालाई आफ्नो गन्तव्यमा पुग्न हतार थियो। त्यही भएर कोही दायाँबाट अगाडि लाग्दै थिए, कोही बायाँबाट। उनीहरूलाई नै पछ्याउँदै म पनि आफ्नो गन्तव्यतर्फ अघि बढ्दै थिएँ। यसलाई फेरि के हतार पर्यो हो, यसलाई केले च्याप्या हो। हेर यहाँ जन्ती हिँडे जस्तो छ त। जन्ती हिँडे सबैजना। यही हो है नाला गुम्बा चाहिँ। यहाँबाट यता माथि छिर्ने गेट यही भइगयो। माथि हेर्नु बहुत दामी छ क्या। भएको कारणले गर्दाखेरि एकदमै गाडीहरू धेरै आइरहेछन् यता। तर म्याक्सिमम मान्छेहरू चाहिँ जाने है भोट हाल्न। कोही त हुन्छ नि या नहालौँ भनेर बस्ने पनि कति होलान्। जाउँ यसपालि त हाल्नै पर्छ, आफूलाई मन परेको मान्छेलाई जिताउनै पर्छ भनेर जाने कति होलान्। छोडिदियो यस्तो अब चुनाव भनेर घुम्न जाने कति होलान्। हाम्रो नि घुम्न जाने प्लान चाहिँ थियो होइन। हाम्रो चाहिँ के प्लान थियो भने ट्याक्क लाएर तपाईँको होलीको अघिल्लो दिनदेखि चट्ट बाहिर निस्किने घुम्नको लागि। अनि त्यहाँबाट एकैचोटि चुनाव पछि मात्रै फर्किने भनेर कत्रो प्लान बनाएर राखेको थियो। लास्टमा के भयो यो प्लान गरेको कुरा कहिले नि पुरा हुँदैन भन्थे, त्यस्तै भयो क्या ठ्याक्कै। बरु अस्ति अनप्लान्ड टुर भयो। हामी वहाँ कहाँ पाँचथरतिर कता घुम्न गयौँ। त्यसले गर्दाखेरि पनि हो क्या, त्यो बेलामा हिँडियो केटाहरू सबै हिँड्यो क्या त्यो बेलामा। म मात्र होइन कि सबैजना गएको थियौँ, कोही कता आफ्नो काममा हिँड्न चाहिँ। अनि त्यो बेलामा अस्ति भर्खर त गएको त हो नि, फेरि के जानु भन्ने भयो जस्तो चाहिँ केटाहरू सबैलाई। त्यहाँबाट त नजानी भन्न थालिहाल्यो नि। ल यही हो बनेपा बजार निस्कियो। अब
यता नि जाम हुनसक्छ अलिअलि। अस्ति न त्यो मान्छे मारेको थियो नि टिप्परले हानेर, त्यो चाहिँ यतैतिर हो कि कतानिर पो हो, यतैतिर कता हो। तर त्यो बेलामा टिप्परवालाको गल्ती त रहन्छ नि यार। पछि एउटा भिडियो भाइरल भएको थियो नि, तपाईँले हेर्नुभयो होला, त्यो सिसी क्यामेरावाला स्कुटरवाला आफै गएर स्कुटरवाला आफै गएर लडेको छ पुरै। त्यो टायर अगाडि पुत्लक्क छिरेछ। अनि त्यसमा त्यो ड्राइभरको त के गल्ती होइन, ड्राइभरको के गल्ती नै थिएन क्या त्यहाँ। बक्काना त्यो गाडी जलाएर कतिको नोक्सान गरिदिएर। बहिनीले हेलो हेलो गर्दै थिइन्, क्यामेरा देखेर होला। धन्न क्यामेरा अन थियो र बहिनी पनि आउने भएन। डाइभर्जनहरू चाहिँ धेरै छ क्या, एकदमै यता र उता उता र यता। तर विकास त त्यत्तिकै त हुँदैन। विकास हुनको लागि समय लाग्छ, तर यहाँ चाहिँ अलि धेरै समय लाग्यो क्या। हामीलाई त फेरि यस्तो बाटोमा त मजा आउँछ नि त, फेरि कडा छ नि त हाम्रो त फेरि होइन। लर तरले कहाँ सक्छ त नि, हामी त यस्तोमा स्पिड हानिदिन्छौँ। ठोक्यो यार तल, मान्छे धेरै 3 जना भएर होला, नत्र त ठोक्किँदैन थियो। खाल्डो पनि ठुलो थियो छ नि त। ए पिच आयो अब चाहिँ। अरे भाइ कस्तो दामी पिच छ हेर्नु न। ला बस खसेछ यहाँ, खर्लप्पै झरेछ। के गरी झरेछ हौ त्यस्तो ठाउँमा नि। पक्कै नि त्यो राति नै खस्या हुनुपर्छ क्या। खाजासाजा खाइयो धुलखेलमा अलिअलि यसो। अब यहाँबाट निस्किन लागेको है। अब त यहाँबाट धेरै बेर लाग्दैन, आधी घन्टा 45 मिनटमा पुगिन्छ हामी। ल अब चाहिँ हामी हिँडेको यहाँ चाहिँ अस्ति नै पुरै पिच गरिसकेको थियो एकचोटि, तर एकदम क्वालिटी राम्रो नभयो भनेर फेरि सबै भत्काएको। त्यहाँबाट फेरि पिचै गरेनन्, यत्तिकै छोडिराख। यहाँबाट यता गयो भने चाहिँ हस्पिटल जाने, धुलीखेल हस्पिटल। यो त हाम्रो गाउँ केटो हो क्या हो, होइन रहेछ। सुरुरुरु अब चाहिँ जङ्गलको बाटो छ सबै, अलि चिसो चिसो पनि हुन्छ होला।
अब चाहिँ टर्निङ छ यहाँ। अब गाडीमा आउँदा चाहिँ यहाँ यो बाटो हिँड्दाखेरि धेरै मान्छेले कहिले बमिट नगर्ने मान्छेले बमिट गर्छ। त्यस्तो खालको बाटो छ यो। उता सिन्धुलीको बाटो जस्तै क्या टर्निङ। बाइकमा बस्दा त मान्छेले बमिट गर्छ। अब अरूको त के कुरा गर्नु। यो बाटोमा राइड आउने त्यही भएर त हो नि। कर्नरिङहरू धेरै छ। मान्छेलाई अब सुताउन नि मजा आयो। सुलुत पारेर कहिलेकाहीँ चाहिँ आफै सुत्छ। काभ्रे भन्ज्याङ भन्ने ठाउँमा आइपुग्यौँ है। यहाँ चाहिँ तपाईँको चेकिङहरू हुन्छ है। यहाँनिर चाहिँ तलतिर जाने गाडीहरू त्यताबाट आउने गाडीहरू प्रायः सबैको चेकिङहरू हुने ठाउँ हो क्या यहाँनिर। आज चाहिँ रहन्छ। यहाँबाट बवाल भ्यू देखिन्छ। तर अहिले यो हुस्सु लाग्यो भएर केही देखाएन। हिमाल कस्तो दामी देखिन्छ। पुरै त्यो छेउदेखि उता छेउसम्म पुरै हिमाल देखिन्छ क्या यहाँबाट। गणेश हिमाल होइन। यो गाडीको पछाडि बसेको आधी घन्टा बढी भइसक्यो। अगाडि जान सक्या होइन। बाटो साङ्ग्रो छ। गाडी ठुलो छ। गाह्रो क्या अनि ओभरटेक गर्न नि। टर्निङ छ। बल्ल मामा। अब त फेरि अर्को छ। एउटाले ओभरटेक गरेर क्या गर्नु। फेरि अर्को छ अगाडि। अब चाहिँ डर लाग्यो जस्तो छ। अगाडि गएन। है त जहाँबाट नि लुट छिरिरहेको थियो। यहाँबाट तल देखिने चाहिँ सबै 5 खाल हो है। यतापट्टि चाहिँ राति चाहिँ बल देखिन्छ। बत्ती सत्ती बलेर। यता चाहिँ 5 खाल पर्छ। हाम्रो यता चाहिँ हो नमो बुद्ध। मुलाएर हरन बजाउँदैछु पेल्छ यार। बल्ल अलिक खुल्ला भयो बाटो। समय राम्रोसँग समय भने ल यही हो भकुण्डे बजार आइपुग्यो। हामी चाहिँ अब यहीँ बस्छौँ एकछिन भकुण्डेमा। यहाँ खानासाना खाने हो। त्यसपछि बल्ल जाने हो है। यो चाहिँ भकुण्डे चोक। एउटा चोक माथि चाहिँ एउटा तल। यो चाहिँ बुद्ध चोक भन्छ।